लगेर अघि भनेको अहिलेको भ्लगमा त्यस्तै भयो। अहिले चाहिँ हाम्रो बल्ल चटपट खान थालेको बुढाबुढी भएर। यी बुढीले यता काट्दैछिन्। बुढीले काट्दैछ। अहिले काटेर भ्यासी बनाउने बेला भेट्छु तिमीलाई। लगेर चटपट बन्दैछ। बुढीले के बनाउँदैछ थाहा छैन। चल यो हालेको होइन हालेको कस्तो साह्रो दुईजनालाई धरो हुन्छ जस्तो हो। बुढीले बनाइरहेछ। बुढीको मुख फेरि सधैँ के हो यो? के हो त? छैन कि उस्तो त्यो अमिलो होइन ठिक्क चाहेको कागती दिन्छ केटा। त्यही भएर चुकमा पानी घोलेर चुक फेरि खट्रा कडा रहेछ क्या। बाक्लो बाक्लो है कि होइन? त्यो धनिया सनिया तिमी खान्छौ त्यो नखाऊ है, म त खान्न। नखाने हो नि त धनिया। चटपटमा धनिया नआदि खाने मान्छे। त्यो त हाल्ने हेर त के हो यो मसला जस्तो? त्यो बवाल पेस्ट हो नि त। थाहा छैन तँलाई? हाल्ने होइन चटपट खान नजान्ने मान्छे रातो भन्दा त्यो ठिक हो। बुझिस् न? त्यो हाल्ने होइन कि तर नुन है त ल्याएको पागल। नुन है जाऊ त ल्याऊ। जाऊ न ल्याऊ बुढी। भित्र जानु हुन्न जाऊ न। ओहो केटा हो। बुढी भएर पनि यस्तो काम गर्नुपर्छ। म माथि गएर आउँछु उस लिनको लागि। अगाडि म नुन ल्याउनु पर्यो। भक्क झरेको थिएँ फेरि माथि माथि। कहाँ छ अब नुन फेरि थाहा छैन। नुन चाहिँ यहाँ छ केटा। लगेर अहिले खाने बेला भेट्छु तिमीलाई मैले बस्दै गरेर है। बुढी के खाएको अरे मैले? यसको चटपट के चटपट यस्तो सादा छ्या। यस्तो नि चटपट हुन्छ केटा हो। यस्तो पनि हुन्छ त दादाको चटपट। दादाको छुट्टै छ। खाएपछि भेट्छु केटा। बाई बाई। चटपट खान चाहिँ हाम्रो बहिनी पनि आइसक्यो है यहाँ। विशाल दादाले बनाएको कस्तो छ नानी? यता बोल्दैन, यता केही भन्दैन। आमामा बाँधा जस्तो देखिएको छ यो। अब कि चटपट त्यो सादा चटपट नि खाएको। आमामा बुढी कस्तो हो? दादाको छुट्टै हो। ल केटावाली खाएपछि भेट्छु है। बाई बाई। खाएर भ्याएर अगाएपछि भेट्छु मैले तिमीहरूलाई। हेर लामो त हुन्न। अघि नै एउटा हालिसकेँ चटपट खाइन्न भनेर। अहिले फेरि बनाउनु पर्छ चटपट खाएको भएर। के भनेको? पदछ नि गएकोलाई मम्मीहरू के अब फोन आनेको के त्यहाँ त्यसले आउँदैन होला क्या। अब राति त गइनस् तान्छिन्। मम्मी कहाँ गएको त? मम्मी ए घरमै हुनुहुन्छ? तल त छैन ऊ चाहिँ भन्दै थिइस् त। बुढी ऊ त छैन भन्दै थिइस् त घरमा। हो बहिनी? ए कि ढाँटिस भन्न पर्ने। ल केटा भ्यास भेट्छु। ल केटा म त भइसक्यो। ठ्याक्क उसको चाहिँ सकेन गयो तँ पनि। खाए जस्तो चाहिँ भएन। के खाए कि खाए जस्तो भयो। के भन्दै थिइस् भन्दा? छ्यामछ्याम्ती चटपट छ्यामछ्याम्ती भयो अगाडि केटा। यस्तै भयो आजको चटपट पनि। ऊ चाहिँ सादा खाने मान्छे केही नखाने मान्छे त्यही पनि चटपट खाएको छ। चटपट पनि सादा लगेर भोलि भेट्दै गरौँ ल। आजको लागि यति नै भयो। बुढी बाई बाई भन्न। बाई बाई भन्न।